Hey guys, welcome to the new vlog. आज हामी युकेमा जब हन्टिङको लागि हिँडिरहेको छौँ। साँच्चै भन्नुपर्दा चाहिँ अब साथीहरूले जब त पाछ, तर यो टाइम चाहिँ अब स्टारको बेला हो हैन। अब यो अहिले होलिडे हुन्छ, फुल टाइम काम गर्न पाइरा हुन्छ, तर काम पाउन चाहिँ अलिकति गाह्रै छ क्या। आवर पाउन गाह्रो छ, 20 घन्टा पाउनै गाह्रो छ। अब यहाँको गाह्रो अप्ठ्यारो भने यही नै हो। काम भयो भने सबै लाइफ चिल हुनेवाला छ, अरू भने यस्तै हो है। जब खोज्नलाई लखर लखर हिँडिरहेको छौँ। हाम्रो केबी ब्रो पनि यहाँ पुरै जब हन्टिङमा हिँडिरह हामी चाहिँ। अनि अब युकेमा कस्तो कुन लेभलको अब अलिकति जब नपाउँदा चाहिँ अलिकति पुरै अब 20 घन्टा नै राम्रोसँग कम्प्लिटली पाएन भने चाहिँ अलिकति लाइफ चाहिँ टफ हुन्छ। तर जब पायो भने फेरि लाइफ रमाइलो हुनेवाला छ। यसमा हाम्रो केबीजीले केही भन्न चाहनुहुन्छ? कस्तो लागिरहेको छ त लाइफ? कस्तो ठिक छ नि लाइफ? यस्तो गाइज, मेन कुरो भनेको जब हो। जब पाइसकेपछि आवर पाउनु सबभन्दा ठुलो कुरो हो है। हामी चाहिँ त्यही भएर लखर लखर हिँडिरहेको छौँ। अब कोही नयाँ आउनेको लागि चाहिँ कसैलाई आउँदाखेरि फर्स्टमा इनिसियल पिरियडमा जब पाउनु धेरै गाह्रो हुनेवाला छ। मेन कुरो त एनआईवाला जब पायो भनेदेखि ठिक छ। अहिले हामीले त सबैले एनआईवाला जब त पाइरहेछ, त्यही पनि कम्प्लिटली आवरहरू पाइरहेको छैन क्या। अब यो टाइम भनेको चाहिँ फुल टाइम काम गर्न पाउने हो। 1 महिना कलेज बिदा हुन्छ, त्यो बेला फुल टाइम काम गर्न पाउँछ। फुल टाइम काम गर्न पाउँदाखेरि आवर पाइएन भने चाहिँ अलिकति गाह्रो हुन्छ। त्यही पनि अब आतिनु हुँदैन। मेन भनेको चाहिँ अब मास्टर्समा आएको स्टुडेन्टहरूको लागि त 1 वर्षमा पढेर अब अर्को 2 वर्ष मजाले कमाउन सक्छ। अब त्यही होपले हामी बसिरहेछौँ है। अब कुनै क्यासको काम पाइन्छ कि या कुनै अरू एक्स्ट्रा आवर दिने काम पाइन्छ कि भनेर हामी चाहिँ हिँडिरहेको हो। साथीहरू हामी 3 जना भएर हिँडिरहेको छौँ। गाह्रो छ। अब मेन कुरो चाहिँ कस्तो के हुने रहेछ च्यालेन्जेस मिस्टर केबीजी भन्नुहोस् त? मेन च्यालेन्जेस के हुने रहेछ? धेरै च्यालेन्जेस छ यहाँ। धेरै च्यालेन्ज हो, ह्युज युज च्यालेन्ज हो। च्यालेन्ज हुँदाहुँदै पनि हामी चाहिँ अब हिँड्नु बाहेक अर्को अप्सन छैन। त्यही हो गाइज। इनिसियल पिरियडमा अब काम पाउनको लागि अलिकति सिभीहरूको नि प्रब्लम हुनसक्छ। कति सिभीको प्रब्लमले पनि जब नपाइरहेको हुनसक्छ। अब हामीले बनाइरहेको सिभीहरूको फर्मेटहरू नमिलिरहेको हुनसक्छ। त्यो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। तर हामीले त नर्मली 1 महिनामा त काम त पाओ है सबैले। नर्मली काम पाओ 1 महिनामा। एनआईकै काम पाओ, त्यही पनि एनआईको काम पाए पनि अब मान्छेले जति भयो भने पुग्दैन। अब यो अहिले 1 वर्षको लागि त अब यही कामले पनि खाना बस्नलाई पुग्छ। त्यही पनि अब 1 वर्षमा अलिकति केही गरौँ भन्ने हुन्छ नि त मान्छेले। त्यो भएको कारणले चाहिँ अलिकति मान्छेको मन जति गरे पनि हुँदैन होइन। त्यही भएर गाह्रो छ गाइज। लाइफ गाह्रै छ। झन् ब्याचलर्समा आउने स्टुडेन्टको लागि त कति गाह्रो छ अब त्यो भन्नै सकिँदैन। ब्याचलर्समा आउने स्टुडेन्टले त अब धेरै हार्डवर्क गर्नुपर्ने हुनसक्छ। हाम्रो केशवजी आउनुभयो। हेलो। हामी जब हन्टिङमा हिँडिरह हो। अब तर काम नपाउने त होइन, काम त पाउँछ। तर अब लकले नि धेरै कुरा फेभर गर्छ है। लक कस्तो छ आफ्नो लकले नै एजुम गर्नुपर्ने हुन्छ। फर्स्टमा आउँदाखेरि निकै नै गाह्रो हुन्छ। आज मैले मेन भिडियो बनाउनुको कारण चाहिँ किन भन्दाखेरि इनिसियलमा आउँदाखेरि स्टुडेन्टलाई कति गाह्रो हुन्छ अनि के कुरामा ध्यान दिने भनेर मैले भन्न खोजेको। खासमा मेन कुरा चाहिँ फर्स्टमा आउने बित्तिकै चाहिँ अकोमोडेसनहरू चाहिँ एकदमै विचार गर्नु होला। किनकि अकोमोडेसनमा चाहिँ नर्मली नेपाली स्टुडेन्ट या जो पनि स्टुडेन्ट लाइफमा आइसकेपछि अकोमोडेसनमा फर्स्टमा चाहिँ अलिकति स्क्याम हुनसक्छ। नर्मली मान्छेहरूले पछि डिपोजिटहरू नदिने। इभन मेरै केसमा पनि मैले फर्स्टमा इनिसियलमा आएर गरेको डिपोजिटहरू ब्याक फिर्ता पाइन पछि कतिले एग्रिमेन्ट गर्न मान्दैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति प्रब्लम हुन्छ। त्यही हो। अकोमोडेसनमा एकदम ध्यान दिनुपर्छ। त्यही भएर बरु चिनेको कोही छ या चिने जानेको भयो भनेदेखि अलिकति सजिलो हुन्छ। त्यही पनि चिने जानेकोले नि यहाँ युकेमा त मेन कुरा चिने जानेकोले नै ठगिदिरहेको हुन्छ है। अलिकति ख्याल गर्नु होला अकोमोडेसनमा। अलिकति अफोर्डेबल अकोमोडेसन हेर्नु। अनि अर्को कुरा भनेदेखि जब पाउनको लागि चाहिँ सबभन्दा मेन कुरा चाहिँ सिभीमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। सिभी चाहिँ तपाईँले कुन तरिकाको बनाइरहनु भएको छ फर्मेटहरू ध्यान दिनु होला। युकेको स्ट्यान्डर्ड डिफ्रेन्ट हुन्छ होइन। अनि मेसिन रिडेबल सिभीहरूमा खोजिरहेको हुन्छ। यहाँनिर चाहिँ मेसिन रिडेबल सिभीहरू चाहिँ अलिक ध्यान दिएर बनाउनु होला, अलिक रिसर्च गरेर। सिभीहरूको एक्सपिरियन्सहरू राख्दा चाहिँ यहाँ चाहिँ जसले पनि बढी एक्सपिरियन्स खोजिरहेको हुन्छ क्या। त्यही भएर चाहिँ एक्सपिरियन्स चाहिँ सकेसम्म अलिक मिलाएर राख्ने। अब कुनै हस्पिटालिटी सेक्टरमा काम गर्ने
या हस्पिटालिटी सेक्टरमा चाहिँ भ्याकेन्सी खुलिरहेछ भनेदेखि हस्पिटालिटी सेक्टरको अलिअलि एड अन गरेर पनि सिभी बनाउनुपर्छ जस्तो लाग्छ मलाई। हामीले नि सबै केटाहरूले त्यस्तै नै गरेको साथीहरूले है। अनि जुन सेक्टरमा हुन्छ त्यही सेक्टरमा अलिकति सिभीहरूलाई चाहिँ स्ट्रङ बनाउने मेन कुरा। अनि तपाईँको एक्सपिरियन्स कुनै बेला चाहिँ कसैको चाहिँ नेपाल ब्याक इन होम कन्ट्री नेपालमा चाहिँ कसैको एक्सपिरियन्स हस्पिटालिटी सेक्टरमा छ अनि कसैको चाहिँ अब कमर्सियल या कुनै कर्पोरेट सेक्टरमा छ भनेदेखि चाहिँ तपाईँले त्यो दुइटैलाई एउटैमा कम्बाइन गरेर राख्नुभयो भने चाहिँ त्यो अलिकति जेन्युन देख्दैन क्या। त्यो मान्छे चाहिँ एउटै सेक्टरमा काम गरिरहेको भनेर देख्दैन। अनि त्यही भएर चाहिँ बनाउँदाखेरि अलिकति ध्यान चाहिँ एउटै सेक्टरको बनाउँछ। हस्पिटालिटी भयो भने हस्पिटालिटी सेक्टरकै मै बनाइदिने 2-4वटा एक्सपिरियन्स राखेर या अब कमर्सियल या कुनै उस वेयर हाउसको छ भने त्यस्तैतिर बनाइदिने वेयर हाउसकै राखेर त्यो गर्दा चाहिँ अलिकति जेन्युन देखिन्छ अनि अलिकति चान्सेस चाहिँ हाई हुन जान्छ। किनकि हामीले एप्लाई गर्ने भनेको नर्मली अनलाइनै हो है। हामी अहिले चाहिँ यतिकै क्यासमा कतै जब पाइन्छ कि भनेर हन्टिङमा हिँडिरहेको, किनकि घरमा बसेर पनि यतिकै टाइम पास गर्नुभन्दा पनि केही पाइन्छ कि भनेर हिँडिरहेको हो। त्यही हो गाइज, मेन कुरा ध्यान दिनुपर्ने सिभी स्ट्रङ बनाऊँ। त्यसपछि कामहरू नपाइने त होइन, किनकि अझ यो मेन सिजन हो, अब समरको टाइम सुरु भयो। समरको टाइममा चाहिँ काम पाउने चान्स चाहिँ अलिकति हाई हुन्छ, किनकि सबजना अलिकति होलिडेहरू पनि स्टार्ट भएर हुन्छ होइन। होलिडे स्टार्ट भएपछि अलिकति बढी हायरिङहरू बढी हुन्छ। त्यो नै हो कुराहरू। म पछि पनि अरू पनि भिडियो बनाउँछु। कसैलाई केही कुराहरू थाहा पाउन मन छ या केही युकेको बारेमा म अहिले लिस्टमा बसिरहेको छु। लिस्टमा अकोमोडेसनको लागि केही भयो भने सम्झिन सक्नुहुन्छ तपाईँहरूले। लिस्टमा भयो अनि कामको लागि पनि अब कतैतिर आफूले गरिरहेको ठाउँमा चाहिँ अब रिफरेन्स पनि गर्न सक्यो। कतै भ्याकेन्सी छ भनेदेखि त्यसमा गर्न सकिन्छ, त्यसमा प्रब्लम भएन। त्यही हो, इनिसियल फेजमा आउँदाखेरि चाहिँ मान्छेलाई गाइड होस्, किनकि आफूले पनि त्यो भोगिसकेको कारणले गर्दाखेरि अलिकति केही हेल्प होस् भन्ने कुरा हो। समरको टाइममा चाहिँ यहाँको वेदर पनि दामी हुन्छ कि, दामी वेदर हुन्छ, पुरै हरियाली भइरहेको हुन्छ, फुलहरू फुलिरहेको हुन्छ। बस्नुको लागि त युकेको लाइफ राम्रो छ। कमाइयो भने रमाइलो हुन्छ, कमाइएन भने गाह्रो हुनेवाला छ, किनकि एकदम एक्सपेन्सेसहरू पनि बढिरहेको छ अहिले। पब्लिक ट्रान्सपोर्टेसनको फेयर पनि बढेको छ। अस्ति भर्खरबाट यो आउटसाइड अफ लन्डनमा चाहिँ अलिकति बढेको छ। त्यही भएर त्यही हो, अलिकति प्रिपेयर भएर आउनुपर्छ। मेन्टल्ली चाहिँ स्ट्रङ हुनुपर्छ। मेन्टल्ली स्ट्रङ भएन भनेदेखि अलिकति गाह्रो पर्न सक्छ, किनकि कतिलाई होम सिकनेस हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ वेल प्रिपेयर भएर आउनुपर्छ सबै कुराको लागि। मेन त्यही नै हो। अब सेप्टेम्बर इन्टेक आउँदैछ। अब ह्युज नम्बर अफ स्टुडेन्टहरू युकेमा डेफिनेटली आउँछ, किनकि नेपालीहरूलाई लट अफ भिजा चाहिँ मजाले एप्रुभ भइरहेछ अहिले। साथीहरू हाम्रो फोटो खिचिरहेको छ नि केटाहरू, सबले काम चाहिँ पाइसकेको छ। त्यही पनि मान्छेलाई जति पाए पनि अझै बढी भन्ने हुन्छ नि त। त्यही भएर हामी हिँडिरहेको हो। काम पाइन्छ, कामको लागि टेन्सन हुँदैन। सो गाइज त्यही नै हो। नयाँ आउने स्टुडेन्टहरूको लागि चाहिँ लिस्टमा केही अरू केही भयो भने मेसेज गर्दा पनि हुन्छ। लिस्टतिर कहिले अकोमोडेसनदेखि लिएर कतै अब कामहरूको लागि पनि कुनै गरिरहेको ठाउँमा त अब आफू गरिरहेको छ भनेदेखि त्यहाँनिर भ्याकेन्सी छ भनेदेखि भन्नलाई त्यस्तो गाह्रो भएन नि त। अझ नेपाली स्टुडेन्टको चाहिँ युनिटी अलिकति लिस्टमा चाहिँ कम देखिरहेको छु मैले पनि अब फिल गरेको है। किनकि इन्डियनहरूको पाकिस्तानीहरूको एकदमै राम्रो युनिटी छ नेपाल लिस्टमा, तर नेपालीहरूको चाहिँ अलिकति कम्युनिटी पनि कम छ अनि युनिटी पनि अलिक कम छ क्या। अहिले बिस्तारै स्टुडेन्ट त ह्युज नम्बरमा बढिरहेछ, त्यही पनि त्यो लेभलको कम्युनिटी चाहिँ अझै पनि डेभलप भएको छैन लिस्टमा। त्यही नै हो। मान्छेहरू हाम्रो कलेज युनिभर्सिटी योर्कमा छ। योर्कमा बसे पनि म्याक्सिमम् नम्बर अफ स्टुडेन्ट चाहिँ लिस्टमै बसिरहेको हुन्छ। योर्कमा पढ्ने भए पनि योर्क चाहिँ अलिकति सानो सिटी छ, तर योर्क पनि नट ब्याड है, नराम्रो त छैन। त्यो पनि लिस्टमा म्याक्सिमम् बसिरहेको छ, किनकि बिग सिटी अलिकति अपर्च्युनिटी बढी हुन्छ भनेर। सो गाइज त्यही हो। पछि पनि अर्को भिडियो बनाउनेवाला छु म अरू इन्फर्मेसन दिनको लागि। के कुराहरूमा ध्यान दिनुपर्छ अझ यो फर्स्टमा इनिसियल फेजमा होइन आउँदाखेरि, लिस्टमा आउँदाखेरि त्यो कुराको अर्को भिडियो बनाउनेवाला छु। किप वाचिङ, किप लभिङ। केही कुरा छ भनेदेखि कमेन्टमा लेख्नु होला। केही इन्फर्मेसन चाहियो भनेदेखि डेफिनेटली अब मैले गर्ने सपोर्ट, हामीले गर्ने सपोर्ट चाहिँ हामी गर्छौँ है। त्यही हो गाइज, किप वाचिङ। सी यू अन्टिल नेक्स्ट भ्लग। अर्को भ्लग आउन्जेलसम्म बाई बाई।